ह्याप्पी स्याटरडे। मेरो चाहिँ स्याटरडेको दिन चाहिँ यसरी बित्दैछ हो। यो चाहिँ म के गर्दैछु भन्दा चाहिँ धानको बिउ राख्नुपर्ने रहेछ। अहिले सिजन रहेछ हो। यो र यो चाहिँ हाम्रो, यो र यो चाहिँ दाजुको हो है। दाजुको चाहिँ बनाइसक्यो। अहिले चाहिँ हाम्रो यहाँ गर्दैछु। अन्त यसरी गर्नुपर्ने छ नि त कामहरू चाहिँ। धानको बिउ राख्नु पनि प्रोसेस चाहिँ धेरै लामो रहेछ। यसमा चाहिँ गाइस यसो खोप्चे राख्नु हुँदैन अरे नि त कि। खोप्चे राख्यो भने चाहिँ भोलिपछि धानको बिउ बस्छ अरे नि त। अन्त राम्रो निस्किँदैन अरे। यसलाई चाहिँ एकदम राम्रोसँग गर्नुपर्ने रहेछ।